कल्पना गरौँ है त। अँ, एउटा यस्तो कक्षाकोठा जहाँ विद्यार्थीको कुनै नामै हुँदैन क्या। नामै नभएको। हो, नामै नभएको। शिक्षकले एउटी सानै बच्चीलाई हेरेर सिधै भन्छन्, गर्ल नम्बर 20, अर्थात् 20 नम्बरकी केटी। ओहो, सुन्दै कस्तो मसिन जस्तो। अनि नि त्यो शिक्षकले त्यो बच्चीलाई घोडा भनेको के हो भनेर सोध्छन्। बच्चीले जनावरप्रतिको आफ्नो माया वा घोडाको सुन्दरता सम्झेर जवाब दिन खोज्छिन्, तर उनलाई बीचमै रोकिन्छ, होइन त? ठ्याक्कै उनलाई रोकिन्छ, किनभने त्यो कक्षा कोठामा माया, भावना वा सुन्दरताको कुनै कामै छैन नि त। त्यहाँ त केवल तथ्य भन्नाले फ्याक्ट्स मात्र चाहिन्छ। हजुर, एकदमै। ल, अब यसलाई केलाएर हेरौँ। आज हामी एउटा यस्तो संसारको गहन छलफल गर्दैछौँ जहाँ कल्पना गर्नुलाई नै एउटा अपराध मानिन्छ के। हाम्रो आजको यो अध्ययनको मुख्य स्रोत हो चार्ल्स डिकेन्सको चर्चित उपन्यास हार्ड टाइम्सका सुरुवाती 10 अध्यायहरू। हाम्रो मिसन के हो भने नि, कसरी केवल तथ्य र उपयोगितामा मात्र टिकेको समाजले मानिसको कल्पना, भावना र समग्र मानवतालाई भित्रभित्रै खोक्रो बनाउँछ भन्ने कुरा बुझ्ने। हामी यसलाई आजको डाटा र मेट्रिक्समा आधारित कर्पोरेट दुनियाँसँग पनि जोडेर हेर्नेछौँ। यहाँको सबैभन्दा चाखलाग्दो कुरा के हो भने नि, डिकेन्सले यो कथा लेख्दा जुन औद्योगिक क्रान्तिको समय थियो नि, हजुर, त्यति बेला उपयोगितावाद अर्थात् युटिलिटेरियनिजम भन्ने दर्शन निकै हाबी थियो क्या। यसलाई एकदमै सरल भाषामा बुझ्ने हो भने समाजमा त्यही कुरा मात्र सही हो जसले अधिकतम मानिसलाई अधिकतम फाइदा दिन्छ। सुन्दा त एकदमै तार्किक र राम्रो सुनिन्छ नि, होइन र? नि सुन्दा राम्रो लाग्छ, तर समस्या त्यति बेला सुरु हुन्छ जब हामी त्यो फाइदालाई केवल पैसा, उत्पादन र नाप्न सकिने तथ्याङ्कमा मात्र सीमित गर्न थाल्छौँ। डिकेन्सले त्यही दर्शनको एउटा चरम रूप देखाएका छन् यहाँ। जहाँ मानव आत्मालाई एउटा गणितीय समस्या जस्तो मात्र हेरिन्छ। ठ्याक्कै यो एउटा यस्तो डरलाग्दो अवस्था हो जहाँ खुसी, दुःख वा सपनाको कुनै भ्याल्यु नै छैन क्या, किनभने त्यसलाई एक्सेल सिटमा नाप्न सकिँदैन नि त। एकदम सही कुरा। र त्यो एक्सेल सिटका रेकर्डहरू ठूला कारखानाबाट होइन, थोमस ग्राडग्राइन्डको त्यही कक्षा कोठाबाट सुरु हुन्छ, जसको कुरा मैले भर्खरै गरेँ। हजुर, त्यो कक्षा कोठाको दृश्य साँच्चै नै डरलाग्दो छ। त्यो त कुनै विद्यालय जस्तो लाग्दैन क्या। त्यो त बरु बालबालिकाको दिमाग उत्पादन गर्ने एउटा कारखाना जस्तो लाग्छ। त्यहाँ बच्चाहरूलाई ससाना खाली बाल्टीको रूपमा हेरिएको छ, जसलाई डाटाले मात्र भर्नुपर्छ। हो, जसलाई केवल डाटाले भर्नुपर्छ। अझ विडम्बनापूर्ण कुरा के छ भने नि, त्यहाँ कल्पना वा फ्यान्टेसीलाई एउटा यस्तो झारपात मानिन्छ जसलाई उखेलेरै फ्याँक्नुपर्छ। अनि त्यो गर्ल नम्बर 20 को कुरा नि, सिसिजूप, जब उनले घोडाको वर्णन गर्न सक्दिनन्, तब शिक्षकले बिट्जर नाम गरेको अर्को विद्यार्थीलाई सोध्छन् क्या। र बिट्जरले मसिनले जस्तै खरर्ग भन्छ, 4 खुट्टे, शाकाहारी, यतिवटा दाँत भएको, यस्तो खुर भएको। बस एउटा जीवित प्राणीलाई केवल हाड र मासुको निर्जीव सूचीमा झारियो। साँच्चै क्या, कस्तो अजीब हो नि। बिट्जरको त्यो परिभाषाले घोडाको जीवन्ततालाई नै मारिदिन्छ। यहाँ हामीले के बुझ्नुपर्छ भने नि, किन ग्राडग्राइन्डले यस्तो शिक्षा प्रणाली लागू गरिरहेका छन् त? किनभने उनीहरूलाई प्रश्न गर्ने मान्छे चाहिएकै थिएन। ठ्याक्कै त्यो समयको नयाँ औद्योगिक समाजलाई स्वतन्त्र रूपमा सोच्ने वा सपना देख्ने मानिसहरू चाहिएकै थिएन। उनीहरूलाई त केवल कारखानाको मेसिन चलाउन सक्ने, प्रश्न नसोधी काम गर्ने पूर्जाहरू चाहिएको थियो। हो, कल्पना गर्ने मानिसले त प्रश्न गर्छ, विद्रोह गर्न सक्छ नि त। त्यसैले यो केवल पढाउने शैली मात्र होइन, यो त प्रणालीले मानिसको आलोचनात्मक चेत विरुद्ध छेडेको युद्ध हो क्या। यो कुराले त सुन्ने जो कोहीलाई पनि झस्काउँछ है। यो त बालबालिकाको दिमागलाई नि एउटा डेटा भर्ने कम्प्युटरको हार्ड ड्राइभ जस्तो मात्र मान्ने प्रणाली भयो नि। एकदम। जसमा अपरेटिङ सिस्टम त छ, तर कुनै रङ छैन, ग्राफिक्स छैन क्या, कुनै आर्ट वा म्युजिकको फाइल नै छैन। त्यसो भए यी सबैको अर्थ के हो त? हजुर, जब हामी संसारको रङलाई वा यसको सुन्दरतालाई यसरी तथ्याङ्कमा मात्र सीमित गर्छौं, तब मानव जीवन कस्तो बन्छ होला? तथ्यमा मात्र आधारित जीवन भनेको नि एउटा हावादिनाको कोठामा बस्नु जस्तै हो क्या। यसले मानिसको संसारमा रमाउने क्षमतालाई पूर्ण रूपमा नष्ट गरिदिन्छ। साँचो कुरा। जब हरेक कुरालाई तथ्याङ्कमा सीमित गरिन्छ नि, मानिसले आफ्नो वरिपरिको सुन्दरता नै देख्न छोड्छ। र यो विचारधारा त्यो कक्षा कोठाको 4 पर्खालभित्र मात्र सीमित छैन नि त। होइन, यो त पुरै सहरभरि फैलिएको छ।
हो, यसलाई अलि ठूलो चित्रमा हेर्ने हो भने त्यो सिङ्गो सहर नै यही दर्शनको भौतिक रूप हो क्या। ल अब त्यही सहरतर्फ जाउँ न त, जसलाई डिकेन्सले कुकटाउन भनेर नाम दिएका छन्। यो सहरको भौतिक स्वरूप नै नि त्यही उपयोगितावादी विचारधाराको जिउँदो ऐना हो क्या? त्यहाँको ग्रिड प्रणाली। हो, सहरको हरेक कुरा ग्रिड प्रणालीमा आधारित छ। हरेक सडक सिधा रेखामा कोरिएको छ, हरेक भवन उस्तै देखिन्छ। अनि त्यो समय जनाउने घन्टी नि? समयको पाबन्दी जनाउन हरेक घण्टा एउटा ठूलो घन्टी बज्छ। अनि कारखानाको धुवाँले गर्दा सहरका ती राता इट्टाहरू पुरै कालो भइसकेका छन्। साँच्चै नि निसासिने खालको वातावरण। एकदमै। त्यहाँ जोसिया बाउन्ड्रीबी जस्ता उद्योगपतिहरू छन् जसको मानसिकता पूर्ण रूपमा नाफामुखी छ क्या। बाउन्ड्रीबीले त कामदारहरूलाई मानिस नै मान्दैनन्, उनले उनीहरूलाई केवल हातहरू भन्छन्। ओहो, ह्यान्ड्स। ह्यान्ड्स। सोच्नुस् त, सिङ्गो मानिसको अस्तित्वलाई नि केवल एउटा शरीरमा जोडिएको हात अर्थात् औजारमा मात्र सीमित गरिएको छ। यो त एकदमै अमानवीय भयो। अनि माथि आकाशमा हेर्यो भने नि कारखानाको चिम्नीबाट निस्कने कालो धुवाँले आकाश नै ढाकेको छ। मानौ त्यो एउटा बाक्लो कालो पर्दा हो जसले घामलाई नै धरतीमा पर्न दिइरहेको छैन। यसलाई बृहत परिप्रेक्ष्यमा जोडेर हेर्ने हो भने नि बाउन्ड्रीबीले कामदारलाई हात भन्नुले धेरै कुरा प्रष्ट पार्छ क्या। कस्तो कुरा? उसलाई कामदारको दिमाग, उनीहरूको मुटु वा परिवारसँग कुनै सरोकारै छैन। उसलाई केवल त्यो हात चाहिएको छ जसले मेसिन चलाउँछ। केवल उत्पादनको लागि। हो नि। यसलाई हामीले आजको आधुनिक समयसँग जोडेर हेर्ने हो भने पनि कतिपय ठूला कर्पोरेट कम्पनीहरूमा कामदारलाई केवल एउटा मेट्रिक वा डेलिभरी गर्ने रोबोट जस्तो व्यवहार गरिन्छ नि त। त्यो त हो। टार्गेट पुग्यो कि पुगेन मात्र हेर्ने। ठ्याक्कै। मानिसभन्दा माथि नाफालाई राखिन्छ भने नि त्यो सहर वा त्यो कम्पनी एउटा जेल बन्छ। ग्रान्ड राइनलाई के भ्रम छ भने जसरी घर बनाउन सिधा रेखाहरू भएको नक्सा चाहिन्छ नि, हजुर, त्यसरी नै मानव जीवनलाई पनि त्यस्तै सिधा रेखामा कोर्न सकिन्छ भन्ने उसलाई लाग्छ क्या। ग्रिड प्रणाली कुनै व्यवस्थित सहरीकरण मात्र होइन, त्यो त मानिसको स्वतन्त्रतालाई कैद गर्ने पिञ्जडा हो। तर यहाँनिर एउटा प्रश्न उठ्छ है। हामीले यो पनि त सोच्नुपर्छ कि विकास र प्रगतिको लागि कुनै न कुनै प्रकारको व्यवस्था वा प्रणाली त चाहिन्छ नि, होइन र? प्रणाली त चाहिन्छ। सडकहरू व्यवस्थित हुनु, काम समयमै हुनु नराम्रो त होइन नि, तर यो प्रणालीले सुन्दरतालाई नै पैसाको बर्बादी किन मान्छ होला? मानिसलाई घडी र सिक्काको दास मात्र बनाउँदाको अन्तिम परिणाम के हुन्छ त? प्रणाली पक्कै चाहिन्छ, तर विकासको नाममा मानिसको मानवीयता नै लुटिन्छ भने त्यो विकास होइन क्या। सही कुरा। जब हामी मानिसलाई घडीको सुईसँग बाँध्छौँ नि, अन्तिम परिणाम भनेको समाजले आफ्नो आत्मा गुमाउँछ। मानिसहरू एकअर्काप्रति एकदमै असंवेदनशील बन्न थाल्छन्। अनि यही कुरालाई अझ नजिकबाट बुझ्न नि मलाई सहरको त्यो ठूलो चित्रबाट फेरि व्यक्तिगत जीवन र घरभित्रको वातावरणमा फर्किन मन लाग्यो क्या। त्यो परिवारको कुरा हो। यो कठोर प्रणालीले बाहिरका कामदारलाई मात्र होइन, यसका आफ्नै निर्माताहरूकै सन्तानलाई कस्तो असर गर्छ त? यदि यो प्रणाली यति नै उत्कृष्ट छ भने त ग्रान्ड ग्राइनका आफ्नै छोराछोरी सबभन्दा खुसी हुनुपर्ने हो नि। लुइसा र टम, होइन त? लुइसा र टम। तर उनीहरू हुर्किएको घर स्टोन लजको वातावरण हेर्दा त्यस्तो पटक्कै देखिँदैन क्या। त्यो घरको नामै काफी छ, ढुङ्गा जस्तै चिसो र कठोर। हो नि। ती बच्चाहरूलाई तर्क र तथ्यको प्रयोगशालामा हुर्काइएको छ। उनीहरूको जीवनमा बालगीत सुन्नु वा कुनै पनि प्रकारको खेल खेल्नु पूर्ण रूपमा निषेध छ क्या। बाफरे, कस्तो उकुस-मुकुस होला। एकदमै। हामीले अघि नै भन्यौं नि, कल्पना गर्नु उनीहरूको घरमा अपराध हो। उनीहरूको बाल्यकाल त सुरु हुनु अगावै लुटिएको छ क्या। अनि एउटा निकै मार्मिक दृश्य छ नि, जहाँ लुइसा र टम लुकेर एउटा सर्कस च्याइराखेका हुन्छन्। उनीहरूले जीवनमा कहिल्यै नदेखेको त्यो रङ्गी-चङ्गी संसारलाई हेर्ने कौतूहल उनीहरूमा हुन्छ क्या। सर्कसको त्यो जादु हो। तर त्यही बेला उनीहरूका बुवाले रङ्गे हात समात्छन् र निकै लज्जित महसुस गर्छन्। बुबाको त्यो तार्किक संसारमा सर्कस भनेको एउटा यस्तो भूत जस्तै हो जसले उनको प्रणालीलाई तर्साउँछ। हजुर। यहाँनिर कुरा साँच्चीकै रोचक बन्छ नि। मलाई के लाग्छ भने बालबालिकाको खेल र कल्पनालाई यसरी दबाउनु भनेको कुनै सेन्सरी डिप्राइभेसन ट्याङ्कमा राख्नु जस्तै हो क्या। ओहो, कस्तो गहिरो उपमा। होइन र? यदि तपाईँले भन्नाले यदि कसैले मानिसको दिमागलाई बाहिरी रङहरूबाट पुरै वञ्चित गरिदियो भने नि दिमागले आफै भ्रम भिजुअलहरू बनाउन थाल्छ।
कल्पनालाई पूर्ण रूपमा मार्नै सकिँदैन। यसलाई जति दबायो यो त्यति नै विकृत रूपमा बाहिर आउन खोज्छ। नदीमा बाँध बाँधे जस्तै क्या, पानीले कि त बाटो खोज्छ कि त बाँध नै भत्काउँछ। एकदम सही विश्लेषण। मनोवैज्ञानिक रूपमा हेर्ने हो भने नि हाम्रो प्राकृतिक स्वभावलाई कहिल्यै पूर्ण रूपमा मेटाउन सकिँदैन क्या। ती दबाइएका भावनाहरू मस्तिष्कको कुनै अँध्यारो कुनामा लुकेर बस्छन्। लुइसाको कुरा गर्दा नि उनी अक्सर अङ्गेनाको आगोमा एक तमासले हेरिरहन्छन् क्या। त्यो आगोको दृश्य हो, र त्यहाँ विभिन्न आकारहरू खोज्ने प्रयास गर्छिन्। उनका बुबाले ती आकारहरूलाई झुट वा फ्याक्ट नभएको कुरा भन्छन्। कस्तो नीरस मान्छे। तर वास्तवमा त्यो आगोमा हेर्नु भनेको लुइसाभित्र लुकेको कल्पनाको एउटा सानो झिल्को हो क्या, जुन त्यो चिसो कोठामा पनि निभ्न मानिरहेको छैन। बाल्यकालमा कहिल्यै खेल्न नपाएका उनीहरू भित्रभित्रै एकदमै रित्तो महसुस गर्छन्। सर्कस त उनीहरूको त्यही दबाइएको भोकको प्रतीक हो नि। साँच्चै है, यदि लुइसा र टम जस्ता सम्भ्रान्त वर्गका बच्चाहरू त भित्रभित्रै यति रित्तो र खोक्रो महसुस गर्छन् भने नि यस्तो निष्ठुरी प्रणालीमा आखिर सफल चाहिँ को हुन्छ त? यो एकदमै महत्त्वपूर्ण प्रश्न हो। यहाँनिर हामीले फेरि अघिको त्यही पात्रलाई सम्झिनुपर्छ, बिट्जरलाई। हो, बिट्सर। ऊ ग्राड ग्राइन्ड प्रणालीको सबैभन्दा सफल उत्पादन हो नि। तर उसको सफलता कस्तो छ त? उसको अनुहारमा कुनै रङ्गै छैन, उसको आत्मामा कुनै न्यानोपन छैन। पुरै मसिन जस्तो। ऊ यो प्रणालीको एउटा जासुस बनेर बाँच्छ क्या। उसले आफ्नै साथीहरूको चियोचर्चो गर्छ र उनीहरूले गरेका सानातिना गल्तीहरू रिपोर्ट गर्छ। ऊ पूर्ण रूपमा स्वार्थी छ र उसले हरेक मानव सम्बन्धलाई केवल फाइदा र घाटाको तराजुमा जोख्छ। अरूलाई तल झारेर आफू माथि उक्लिनु नै उसको लागि सफलता हो। तर यसमा नि म अलिकति फरक दृष्टिकोण राख्न चाहन्छु है त। हजुर, भन्नुहोस् न। के हामी बिट्जरलाई साँच्चै भिलेन भन्न सक्छौँ र? भन्नाले कोकटाउन जस्तो निर्दयी सहरमा जहाँ कमजोरहरूलाई सिधै कुल्चिन्छ नि, जहाँ मानिसलाई बाँच्नको लागि पनि मुस्किल छ, त्यहाँ बिट्जरले केवल आफूलाई जोगाउने प्रयास मात्र गरिरहेको छैन र? क्रूर संसारमा सुरक्षित रहनको लागि हामीले चुकाउनु पर्ने मूल्य भनेको सायद हाम्रो आफ्नै माया गर्ने क्षमता गुमाउनु हो जस्तो देखिन्छ क्या। सुन्दाखेरि त हो जस्तो लाग्छ। यो त उसको दुष्टता भन्दा पनि त्यो प्रणालीभित्र बाँच्ने उसको व्यवस्था जस्तो लाग्छ मलाई। ऊ त केवल त्यो विशाल मसिनको एउटा पूर्जा बनेको मात्र होइन र? यो तर्क सुन्दा ठिकै जस्तो लाग्छ, तर नि यसले एउटा महत्त्वपूर्ण प्रश्न खडा गर्छ क्या। यदि हामीले बिट्जरलाई ऊ त केवल बाँच्न खोजिरहेको हो भनेर छुट दिने हो भने हामीले त्यो सिङ्गो क्रूर प्रणालीलाई नै जायज ठहराइरहेका हुन्छौँ नि। हो, ऊ मेसिनको पूर्जा बनेको छ, तर ऊ त्यस्तो पूर्जा बनेको छ जसले अरूलाई काट्ने काम गर्छ क्या। ओहो, त्यो पनि हो है। बाँच्नको लागि पूर्ण रूपमा आज्ञाकारी बन्नुपर्ने अवस्थामा अरूप्रति दयालु हुनु खतरनाक हुन्छ भन्ने कुरा त साँचो हो। तर बिट्जरले दया देखाउन छोडेको मात्र होइन नि, उसले त अरूलाई दुःख दिएर आफ्नो दुनो सोझ्याएको छ। अरूको मूल्यमा आफू माथि पुगेको। ठ्याक्कै। प्रणाली त्यति बेला मात्र सफल हुन्छ जब बिट्जर जस्ता मानिसहरू आफ्नो मानवतालाई बेचेर प्रणालीको मतियार बन्न तयार हुन्छन्। त्यसैले ऊ शिकार पक्कै हो, तर ऊ उत्तिकै दोषी पनि हो नि। डरले मानिसहरू बीच कसरी पर्खाल खडा गर्छ र कसरी मतियार बनाउँछ भन्ने कुराको ज्वलन्त उदाहरण हो। ओहो, यो कुराले त मलाई साँच्चै सोच्न बाध्य बनायो। साँच्चै नि, प्रणाली आफै चल्दैन नि, त्यसलाई चलाउने त बिट्जर जस्तै मानिसहरू हुन् जसले स्वार्थको लागि अरूलाई कुल्चिन तयार हुन्छन्। एकदमै। ल, अब एउटा व्यक्तिको बाँच्ने रणनीतिबाट अलि अघि बढेर नि हजारौं कामदारहरूको सामूहिक पीडा र शक्तिहीनतातर्फ जाउँ है त। हामीले अघि हातहरूको कुरा गर्यौं। द ह्यान्ड्स। कारखानामा काम गर्ने ती नामविहीन कामदारहरूको अनुहारको समुद्रलाई सम्झौँ त। उनीहरू दिनरात काम गर्छन्, तर शक्तिको गलियारामा उनीहरूको कुनै आवाजै छैन क्या। उनीहरूको इतिहास कुनै सुनौला अक्षरले किताबमा लेखिएको छैन नि। अनि कहाँ लेखिएको छ त? उनीहरूको कथा त उनीहरूले लगाउने लुगामा टाँसिएको कालो धुवाँ र दिनभरिको मेहनतले अनुहारमा परेका थाकेका रेखाहरूमा पो लेखिएको छ त। एकदमै मार्मिक। जब कुनै समूहलाई उनीहरूको नामबाट बोलाइदैन नि, उनीहरूलाई हातहरू मात्र भनिन्छ, तब उनीहरूको व्यक्तिगत परिचय र आत्मा नै खोसिन्छ क्या। नाम दिन सक्नुमा कति ठूलो शक्ति हुन्छ भन्ने कुरा हामी यहाँ देख्न सक्छौं। जसलाई नाम दिँदैन उसको अस्तित्वलाई सजिलै नकार्न सकिन्छ। र त्यही भएर नि जोसिया बाउन्डरी जस्ता मानिसहरूले उनीहरूको बारेमा सजिलै झुट बोल्न सक्छन् नि त।
बाउन्डरीले कामदारहरू सधैँ असन्तुष्ट रहन्छन्, उनीहरू सुनको चम्चाले खान चाहन्छन् भनेर समाजमा भ्रम फैलाउँछन् क्या। हो, त्यो एउटा ठूलो झुट हो। तर वास्तविकता त के हो भने ती कामदारहरू सुनको चम्चा होइन, केवल 2 छाक सादा रोटीको लागि रगत पसिना बगाइरहेका छन्। त्यो कारखानामा छाएको मौनता नि सामान्य मौनता अलिन क्या, त्यो त हजारौं मानिसहरूले एकैपटक आफ्नो सास रोकेर राखेको अवस्था जस्तो भयानक छ। हो नि, त्यो मौनता भनेको शक्तिहीनताको चरम रूप हो क्या। आजको हस्टल कल्चर वा गिग इकोनोमीमा काम गर्ने धेरै मानिसहरूले पनि सायद यस्तै महसुस गर्छन् होला नि। जहाँ उनीहरूको कामलाई केवल एप्लिकेसनको एउटा सानो डाटा पोइन्ट मानिन्छ। ठ्याक्कै, उनीहरूको मौनतालाई व्यवस्थाको सफलता मानिन्छ, तर भित्रभित्रै त्यो निराशाको ज्वालामुखी बनिरहेको हुन्छ क्या। एकदम सही। यो मौनता केवल आत्मसमर्पण मात्र होइन नि, यो त आउँदै गरेको भयानक तुफानको पूर्व चेतावनी पनि हो। उहाँ मुनि गाडेर राख्न सकिँदैन। मानिसको आवाजलाई जति दबायो नि त्यो एक न एक दिन त्यति नै ठूलो आवाजमा विस्फोट हुन्छ। पक्कै पनि कामदारहरूलाई इन्धन वा मेसिनको पूर्जा जस्तो मात्र व्यवहार गरियो भने नि प्रकृतिको नियमले नै त्यसको विद्रोह गर्छ क्या। मानिसको आत्मालाई सधैँभरि ग्रिडमा कैद गर्नै सकिँदैन। साँच्चै है, आजको यो स्रोत सामग्रीहरूमाथिको यात्राले नै हामीलाई एकदमै गहिरो सोचाइमा पुर्याएको छ। हजुर, एकदमै। आजको यस गहन छलफलको सार खिच्ने हो भने नि मानिसलाई केवल एउटा उपकरण वा मापनयोग्य डाटा मात्र मान्ने यो प्रणालीले कसरी बालबालिकाको कल्पनालाई भत्काउँछ भन्ने हामीले देख्यौं। अनि कामदारहरूको मानवीयता र समाजको सौन्दर्यलाई पनि। हो त नि, संसारलाई एउटा अँध्यारो र चिसो कारखाना बनाउँछ भन्ने कुरा हामीले छर्लङ्ग देख्यौं। चाहे त्यो ग्रान्डको कक्षा कोठा होस् वा बाउन्डर बीको कारखाना, जब तथ्यले भावनालाई जित्छ नि मानवता हार्छ क्या। तर हामीले यो आशा पनि बिर्सनु हुँदैन नि कि प्रकृतिको नियमले सधैँ त्यो पिजडाको विरोध गर्छ। कसरी? जसरी लुइसाले त्यो चिसो घरमा पनि आगोको लप्कामा आफ्ना सपनाहरू खोजिरहेकी थिइन् नि, त्यसरी नै दबाइएका भावनाहरू र मानिसको प्राकृतिक स्वतन्त्रताले अन्ततः ती थोपरिएका सिधा रेखाहरूलाई तोडेरै छाड्छन् क्या। एकदमै सान्दर्भिक कुरा। र अन्त्यमा नि स्रोत सामग्रीमा आधारित तर आजको हाम्रो छलफलमा त्यति नआएको एउटा नयाँ कोणबाट म एउटा विचार छोड्न चाहन्छु है त। हजुर, पक्कै। जोसिया बाउन्डरबी सधैँ आफू सडकको धुलोबाट नालीबाट उठेर आएको भनेर निकै गर्वका साथ भाषण छाड्छन् नि, र त्यही विगतको दुःखलाई आधार बनाएर उनी आफ्ना कामदारहरूप्रति अत्यन्तै क्रूर बन्न पुग्छन् क्या। यसले हामीलाई एउटा गहिरो मनोवैज्ञानिक प्रश्नमा धकेल्छ। के हाम्रो आफ्नै विगतको सङ्घर्ष र दुःखको कथाले हामीलाई अरूप्रति बढी संवेदनशील र दयालु बनाउँछ त? या फेरि या केरी त्यसले हामीलाई मैले त त्यत्रो दुःख सहेर आएँ, अरूले पनि सहनुपर्छ भन्दै अरूप्रति झन निर्मम बन्ने एउटा खतरनाक बहाना मात्र दिन्छ? ओहो, यो त साँच्चै नै सोच्न बाध्य बनाउने प्रश्न हो। होइन त? ल, यही प्रश्न आफैमा मनन गर्दै नि हाम्रो आजको यो गहन अध्ययनबाट हामी बिदा माग्छौं।